फ्रुट तपाईले गलत तरिकाले खाइराख्नु भएको छ। यसै कारणले गर्दा तपाईको सुगर लेभल कन्ट्रोल भइरहेको छैन र वेट लस पनि भइरहेको छैन। हर्मोन प्रब्लम, थाइरोइड र पिसिओएस ठीक भइरहेको छैन। ओभरअल तपाई लो एनर्जी फिल गर्नुहुन्छ। यदि आज तपाईले यो एउटा तरिकालाई फलो गर्न सक्नुभयो भने तपाईले आफ्नो फ्रुट पनि इन्जोय गर्न सक्नुहुनेछ, साथै आफ्नो हेल्थलाई पनि इम्प्रुभ गर्नुहुनेछ। यो पिक्चरमा तपाईले देख्न सक्नुहुनेछ 2 स्लाइस पाइनएप्पल खाँदा तपाईको सुगर लेभल कतातिर पुग्छ। यो त्यतिखेर हुन्छ जतिखेर तपाईले फ्रुट मात्रै खानुहुन्छ। तर त्यो नै फ्रुट तपाई जतिखेर आफ्नो खाना भन्दा पछाडी खानुहुन्छ त्यतिखेर सुगर लेभल भने त्यति हाई हुँदैन। जतिखेर तपाईले आफ्नो ब्लड सुगर लेभललाई कन्ट्रोलमा राख्नुहुन्छ त्यो समयमा तपाईको बडीले इन्सुलिन हर्मोनलाई धेरै रिलिज गर्नु पर्दैन। ब्लड सुगर लेभल थोरै हाई हुन्छ भने त्यो समयमा इन्सुलिन लेभल पनि थोरै मात्र रिलिज हुन्छ, किनकि इन्सुलिन भनेको हाम्रो बडीको मास्टर हर्मोन हो। जतिखेर तपाईले आफ्नो इन्सुलिन लेभललाई कन्ट्रोलमा राख्नुहुन्छ त्यो समयमा नोटिस गर्नु होला, त्यो समयमा तपाईको बडीको अरु पनि धेरै इस्युहरू ठीक हुन सुरु गर्छ। जतिखेर तपाईको इन्सुलिन लेभल कन्ट्रोलमा हुन्छ त्यो समयमा तपाईको बडीको फ्याट बर्निङ पनि एकदम छिटो हुन सुरु गर्छ। एन्ड अफ कोर्स जतिखेर सुगर लेभल बढ्दैन त्यो समयमा डायबिटिज पनि कन्ट्रोलमा हुनेछ। र यस्तै डायबिटिज, हर्मोनल इस्यु र वेट लसको बारेमा जान्न चाहनुहुन्छ भने तपाईले यो आइडीलाई फलो गर्न चाहिँ नभुल्नु होला है त।